जय हिन्द जय भारत साथियों, म आफ्नो एउटा गाउँको एउटा यस्तो देखाउनेवाला छु। यहाँ यो हो न्युल्यान्ड टी गार्डनको क्षेत्र र बाटोघाटो पनि त्यस्तै छ है। यहाँ अनेक मान्छेहरू आना जाना गर्छन्। त पुल हेर्नुहोस्, पुलको कन्डिसन कस्तो छ। यतापट्टि त यहाँ ठिकै छ, तर यता गएर त हाम्रो गाउँको एउटा अमरपुर भन्ने एउटा गाउँ छ हो, बस्ती हो। तर यहाँ हेर्नुहोस्, यस्तो कन्डिसनमा यस्तो पुल बनाइरहेको छ। तर अब कुनै पञ्चायत नेताहरू आएर यहाँ सब यसको बारेमा सोच्दैन। कतिजना मान्छेहरू साइकलबाट लड्छ, कतिजना बच्चाहरू तल गिर्छन् है। मलाई पनि डर लाग्छ यस्तोमा हिँड्नुलाई। अनि कतै जानु पर्यो भने महा मुस्किल छ। यता त बाइक गाडी पनि हिँड्दैन र त्यतै अब गाउँ छ नि यता। अब त्यता अब रिलेसनपट्टि जानुपर्ने, घुमेर जानुपर्छ साथीहरू। यहाँबाट कमसेकम 15 किलोमिटर अब रनिङ गरेर जानुपर्छ। घर यही नै हो। तर यस्तो अवस्थामा अब कुनै यहाँको नेताहरू आएर यसको बारेमा केही पनि सोच्दैन। खालि के भन्यो भने खालि बाँस मात्रै तेर्साइदिन्छन् हो। ल साथी हो, अगाडि पनि म भिडियो ल्याउँदै गर्छु। आजको लागि यति नै हो। जय हिन्द जय गोर्खा।